एआई जेनेरेटेड सङ मलाई मन पर्दैन। एआई जेनेरेटेड सङ किन मन पर्दैन त? बिकज एआई इज ब्युटिफुल। किन मन पर्दैन? कारण धेरै नै गहिरो छ। एआई जेनेरेटेड सङ भनेको चाहिँ के हो? एउटा यस्तो गीत अथवा मैले एआई जेनेरेटेड त्यो तपाईँले च्याट जिपिटीबाट बनाएर कुनै एउटा नर्मल म्युजिक एआई म्युजिक प्लेटफर्ममा हालेर बनाएको च्याट जिपिटीबाट लिरिक्स लेख्न लगाएर र एउटा कुनै पनि एआई म्युजिक प्लेटफर्मबाट एआई म्युजिक मेकरमा बनाएको गीतहरूसँग मलाई प्रब्लम छैन। बनाउनुहोस् यार, तपाईँको पैसा तपाईँको प्रिमियममा मलाई मतलब छैन होइन। म तपाईँको सिए पनि होइन, मैले सिएको कोर्स पनि गरिरहेको छुइनँ, ल गर्ने प्लानमा छु। भयो भने किन मलाई मन पर्दैन त? वाइ आई डोन्ट लाइक इट? बिकज इट्स अगेन्स्ट द आर्टिस्टको मेहनत। आर्टिस्टको कति मेहनत लागेको हुन्छ त्यो एउटा गीत बनाउनुमा जुन गीत चाहिँ टाइमलेस छ। ल फ्लप गीतहरू त बनाऊ, फ्लप गीतलाई त्यो आर्टिस्टसँग पनि केही मतलब हुनेवाला छैन होइन। त्यो आर्टिस्टको चित्त चाहिँ दुख्छ, त्यो कुरा अर्कै हो होइन। अनि त्यो एउटा फेमस गीतको ल्याउँछन्, एउटा फेमस फोक म्युजिक ल्याउँछन्, फोक म्युजिक अथवा कुनै पनि मोडर्न आधुनिक गीत होइन टाइपको वाज इन द 90s, त्यस्तो गीत लिएर आउँछन्, त्यसलाई एआईमा ल्याउँछन् अनि भाइ यस्तो खत्तम सुनिन्छ कसम भनेको। म फोनबाट यो च्याट जिपिटी डिलिट गर्छु होइन। अनि अर्को चिज चाहिँ मलाई किन त्यो मन पर्दैन भन्दाखेरि भाइ टाइमलेस क्लासिक। अनि मैले टिकटक आई हेट टिकटकमा भएको एआई जेनेरेटेड सङ एन्ड पिपल आर लाइकिङ इट एन्ड कमेन्टिङ इट। वाउ किन गरेको? रियल आर्टिस्टकोमा गएर कमेन्ट गरेर यार बिचारा बाटोमा सुतिरहेछ। आई एम सेइङ इट किन? वाइ? जब कि भाइ अनलाइन एभाइलेबल छ त्यो सङ। ल तपाईँको आफ्नो एरियामा फेमस कति गर्नुभएको, आफ्नो एरियामा फेमस भएको गीतहरू अथवा त्यहाँको फोक म्युजिकहरू जुन ओरल्ली छ त्यसलाई अनलाइन रूपमा ल्याउनुहुन्छ, गर्नुहोस्। आई एम नट गोइङ अगेन्स्ट इट, आई एम नट सेइङ प्लिज डोन्ट डु इट। मैले गरेको छुइनँ, मैले तपाईँलाई रोके पनि होइन, समातेको होइन, घाँटीमा समाते पनि होइन। तर जुन अलरेडी इस्टाब्लिस सङ छ, इन्टरनेटमा छ, किन बनाउनु? अनि मान्छे पिपल आर लाइकिङ इट, अडियन्स वाज लाइकिङ। वाउ। अनि यो वाला इमोजी त्यो हुन्छ नि कहाँबाट हार्ट इमोजी इमोजी त्यो भने मैले ओके। किन त? वाइ? भाइ एउटा आर्टिस्टले कति मेहनत महिनौँ लगाएर त्यो गीत बनाएको हुन्छ, म्युजिक भरे हुन्छ, टाइमलेस क्लासिकहरू बनाएको हुन्छ। अनि त्यस्तोमा भाइ स्पेसली जुन गीतहरू एउटा टाइममा फेमस थियो र भाइ किन यस्तो खत्तम सुनिन्छ? एक त भाइ किनभने एआई हो, मान्छेले ब्लन्डर गर्छ। मसिन हो त्यो, मसिनलाई कति ट्रस्ट नगर्नु। मसिनलाई तपाईँले ट्रस्ट गर्न सक्नुहुन्न। ल आफूले गरेको कस्टममा तपाईँसँग स्टुडियोमा रेकर्ड गर्न सक्ने पैसा छैन, अथवा भनौँ तपाईँलाई तपाईँको त्यो भोकल नलेज छैन र पैसा पनि छैन भने गर्नुहोस्। बट अलरेडी इस्टाब्लिस्ड गीतहरूलाई चाहिँ नगरिदिनुहोस्, एआई जेनेरेटेड सङ नगरिदिनुहोस्। आर्टिस्टको अगेन्स्टमा हो। भोलिको दिनमा कोही पनि आर्टिस्टले राम्रो गीत ल्याउँदैन, बिकज जति पनि राम्रो गीत लिएर आउँछ त्यो सबै त एआईबाट तपाईँले कभर बनाइदिनुहुन्छ। त्यही भएर मलाई मन नपर्ने हो। द्याट्स वाइ आई हेट एआई जेनेरेटेड सङ, एआई कभर्ड सङ। म राम्रो सिङ्गर होइन, बट अब ट्राई गर्छु है एउटा कभर गर्ने है। मुहारै राम्रो शिरिष जस्तो जुन तरहार खाको, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै वर पाको। माया त रहेछ धरिलो छुरा, रेटी नै पर्यो नि। ल मैले पनि आफ्नो कभर गाएँ, यतिको मेरो आवाज राम्रो छैन तर पनि म ट्राई गर्छु आफैले गीतको कभर गर्ने, एआईबाट नगर्नु। सो द्याट्स इट फर टुडे। लाइक सेयर गर्नु एन्ड कमेन्ट डाउन वाट यु थिङ्क। अनि अर्को कुरा त मेरो म्युजिकको बेइज्जती गर्नु मन छ भने पनि गर्नु। फिल फ्री टु कमेन्ट। लाइक सेयर